सञ्जीवनी बुटीका लागि पर्वत उठाउन सक्ने हनुमानले रावणलाई किन हराउन सकेनन्? लङ्कामा एक्लै आगो लगाउने यति शक्तिशाली हनुमानले रावणलाई युद्धमा आफै मार्न सक्दैन थिए र? युद्ध एक दिनमै सकिन्थ्यो। रामलाई युद्धको कष्ट नै पर्दैन थियो। के हनुमानमा त्यो शक्ति नै थिएन त? कि यसको भित्री आध्यात्मिक कारण अरू नै थियो? हनुमान विनाशकर्ताको भूमिका लिएर जन्मिएका थिएनन्। उनी रामको दूत, सेवक र संरक्षक थिए। हिंसा गर्ने मुख्य पात्र उनी होइनन्। वाल्मीकि रामायण अनुसार रावणले ब्रह्माबाट वर पाएका थिए कि उनी केवल मानव अवतारद्वारा मारिन सक्छन्। देवता, दानव, गन्धर्व, बानर, किन्नर कसैले मार्न सक्दैनथे रावणलाई र यही कारणले विष्णुले रामको रूपमा जन्म लिनु परेको थियो। रावणको अन्त्य रामकै हातबाट नै लेखिएको थियो। अरू कसैले गर्दा विधि विधान नै भङ्ग हुन सक्थ्यो। यदि हनुमानले नै रावणलाई मारेका थिए भने राम अवतारको सार्थकता नै हुँदैन थियो। रामायणको मुख्य उद्देश्य पनि अधुरो रहन्थ्यो। हिन्दू दर्शन भन्छ दैवीय शक्ति संसारमा आउँदा हरेक शक्ति रूपको आफ्नै भूमिका हुन्छ। विष्णुको अवतारले धर्म स्थापना गर्नुपर्छ। शिव शक्तिले संहार परिवर्तन गर्छ। दुर्गा शक्तिले दैत्य विनाश गर्छ। गणेशले विघ्न हटाउँछन् र हनुमानले सेवा र संरक्षण गर्छन्। त्यसैले हनुमान युद्ध जित्न आएका थिएनन्, उनी रामलाई विजय दिलाउन आएका थिए। जय बजरङ्गबली।